Hi guys, good morning. Welcome to my channel. कति आफ्टर अ लङ टाइम 1 month 2 month भयो होला है। फाइनली मेल बनाएपछि चाहिँ कहीँ घुम्न गएको थिएन, टाइम पनि नभएर साथी पनि खै नभएर अनि त्यसपछि कहाँ जाने भन्ने पनि आइडिया नभएर अनि त्यसै बट आज चाहिँ समहाउ म्यानेज द टाइम एक दिन निकालेर हामी चाहिँ अब घुम्न जान लागेको। जाने चाहिँ त्यो टुलिप के फेस्टिभल के थियो बिन्डीगोमा, तर बन्द भइसक्यो रहेछ है, त्यो अक्टोबर 5 मा रहेछ लास्ट डे। तर चाहिँ हामी जाँदैछौँ, अब त्यो जे हुन्छ त्यही गर्छौँ। ओके गाइस, सी यु देयर, बाइ बाइ। ओ टिटी अहिले पछि देखाउँछु ल, जाडो छ। यस्तो जाडोमा टी सर्ट र ज्याकेट, त्यही पनि फर्मकोट चाहिँ एक्स्ट्रा हालेको छु जाडो भयो भने। सी यु, बाइ बाइ। साउथर्न क्रसमा पुग्यो। आइ चाय खान आएको, चाय पोइन्ट। हामी चाहिँ अब के अरे हामी चाहिँ साउथर्न क्रस ओर्लिम होइन, अनि साउथर्न क्रसबाट चाहिँ बिन्डीगो जानलाई चाहिँ 3A मा ट्रेन हुने रहेछ। यो चाहिँ होइन रहेछ, यो त कता जाने, मेल्टन जाने रहेछ। अनि अब जाने चाहिँ बिन्डीगो 9:05 मा छ, अझै बाँकी छ, हाफ आवरै बाँकी छ। अनि त्यसपछि चाहिँ हामी जान्छौँ, यो गएपछि चाहिँ अब बिन्डीगो पाउँछ। अनि बिन्डीगोको ट्रेन आउँछ, त्यसमा हामी चढ्ने, अनि सर बिन्डीगो 3 घन्टा मात्रमा पुगिन्छ। अनि यो मसला चाय ट्राई गरेको त आम्मामा, पानी मात्र बढी, दुध कम, $5 को खर्च मात्रै। 2 स्पुन सुगर भनेको त खै सुगर चिनी सुगर फ्री सुने क्या, छँदैन होइन। त्यसमा इन्जोय गाइज। हामी अहिले ट्रेनमा ट्राभल गर्दाखेरि खाने हो समोसा, छैन के छ अरे आलु पराठा डोबेर खाने हो। त्यहीँ मेरो साथी हाँसिरहेको चाहिँ। आज हामी कति 4:30 बजी उठ्यौँ, 4:30 बजी उठेर जम्मा 2-2.5 घन्टामा रेडी भयौँ। अनि अब बिहान उठेर खाजा सबै खाएर, त्यत्रो खाएर पनि अझै के खानु मन लाग्यो। अनि त्यसपछि त्यही भएर अब अहिले ट्रेनमा खानालाई केही न केही खानु, नेपालमा पनि खाने बानी छ नि त, कुचुर ट्रेनमा बस्न। अनि त्यही भएर खाने बानी भएर बसमा बुझ्दैन, बुझिसक्यो ट्रेन छैन। केपी ओली ल्याउने भन्थ्यो, बिचरा केपी ओली कहाँ गयो होला नि, कति सम्झिन्छन् होला है नेपाल, मतलब के मान्छे जस्तो भएपछि है। थाहा छैन मान्छे कस्तो, म जज गर्दिनँ, तर जो पनि नेताहरू नेपालबाट गयो नि उनीहरूलाई त दिनदिनै कति याद आउँछ होला, कति के गर्यो होला नेपालमा भन्नु, कति न्युज हेर्छन् होला है, डेली फोन गर्छन् होला नेपालको मान्छेले के भइरह्यो भनेर। अब चाहिँ हामी ट्रेन चढ्यौँ, अब कति घन्टामा 3 घन्टा पुग्छौँ। चेस उहाँहरूको चाहिँ सक्यो, चिया खाएर सक्यो उहाँहरूको चाहिँ सोल्टीले मलाई नेक्स्ट बर्थडेमा 70 Pro Max दिने अरे। अनि त्यसपछि अब हामी 3 घन्टा पुग्छौँ है। अलिक चाँडै हिँड्नुपर्ने, 9, 10, 11, 12 उहाँ पुग्दा 12 बज्छ, घुम्दा फिर्दा फेरि फर्किँदा 4 बजे फर्किनु, 6, 7, 8, 6 बजे त फर्किसक्नुपर्छ। अब त्यो बच्चा छु आलु पराठासँगले डोबेर खानालाई। अनि त्यसपछि मिठो खाने, अनि के खान्छौँ देखाउँछु, म अपडेट गर्छु। अनि त्यसपछि अनि एउटा चाहिँ कस्तो हेल्पफुल कि हामी 3 जना छौँ नि त, अनि यस्तोवाला सिट थिएन क्या, यस्तो 2 फेस, यस्तै एकअर्कामा यसरी फेस गर्नेवाला थिएन, सबैमा सिङ्गल बसेर नि उसले चाहिँ अनि हामीलाई हामी खोजिरहेको देखेर चाहिँ उसले चाहिँ हामीले दिएको क्या, ऊ चाहिँ उता गयो, अनि हामी 3 जना चाहिँ यसरी बसेको कि यसरी। र यस्तो सिङ्गल सिट हुन्छ नि, यस्तोमा चाहिँ अलिक गाह्रो हुन्छ नि त, 3 जना छौँ नि त। अनि यस्तो बसेको त सँगै बसेर खाना पनि मिल्यो, टेबल भइदियो कति राम्रो हुन्थ्यो होला खाना। अनि अब इन्जोय गाइज। अब म अपडेट गर्छु के देखिन्छ बाटोमा, दामी म खिच्छु। चार्ज त्यति छैन, अब त्यही पनि बाइ बाइ। चेस ल, यहाँ चाहिँ हाम्रो अतिसाले ब्रेकफास्ट गर्दैछन्, पराठा। र यहाँ चाहिँ हाम्रो भाइ हुनुहुन्छ, सोल्टी, तिम्रो पनि सोल्टी।
जसलाई नि भाइ भाइ भन्छ। यस्तो गर्ने, यस्तो टिप गर्ने। नेपालको याद आयो। मिठो 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 हो क्या। नेपाल पनि छ नि यस्तो है, तर वाउ गर्दैन। फाइनली बिन्डिगो ल्यान्ड भयौँ गाइस। बिन्डिगो अब कहाँ छ घुम्ने हो। अनि अब रमाइलो गर्ने यस्तो छ बिन्डिगो। बिन्डिगोको यो स्टेसन, ट्रेन स्टेसन त्यो सायद रिजनल हो है। रिजनल हो है, यो चाहिँ रिजनल हो। सो अलिकति रिजनल जस्तै छ। यो बिन्डिगोको स्टेसन। योबाट चाहिँ हामी अब 63 को बस चढ्ने अब बे 10बाट। बे 10बाट 63 नम्बरको बिन्डिगो हस्पिटल जाने बस चढ्यौँ। अनि क्विन एलिजाबेथ त्यही झर्ने। अनि त्यहाँबाट चाहिँ कति मिनटको वाक डिस्टेन्स छ। कति बजी अहिले 11:15 भयो क्या। त्यति बेला हामी बस चढ्यो। अब हेरौँ कति बजी पुगिन्छ। अनि यो बिन्डिगोको स्टेसन 63 बस नम्बर बाट झरेर अब 6 मिनटको डिस्टेन्समा हिँडेर पुग्ने। अनि अघि मैले देखाएको चाहिँ नि बिन्डिगो लेखेको हो, त्यही हो जाने। टक्क वाक डिस्टेन्समा यसरी 6 मिनटमा हिँडेर पुग्ने। आइज कस्तो दामी लाग्छ नि त गाइस, धेरै पछि घुम्न आएर। आउने बेला चाहिँ यो टेलिफोन बुथ देखेको थियौँ क्या। अनि यसमा चाहिँ टक्क आएर जस्तो अब एटलिस्ट फोटो त हुनु पऱ्यो। फोटो खिच्ने अब ल लेट्सको। त्यति बेला आइएन, यस्तो भइसक्यो रहेछ टुलिपहरू सबै यस्तै। अब कता छ अर्को गोल्डन के स्तूप हो, त्यही जान लाग्यो अब। अघि त्यो बिन्डिगोवालाको ठ्याक्क 5-6 मिनटको डिस्टेन्समा ड्रागन के अरे गोल्डन ड्रागन हो रहेछ म्युजियम। यसरी आउने यति हो। चाइना आए जस्तो भाइस भयो त। देखाउँछु ल। यो घुमिरहेको रहेछ, भगवान्ले हाम्रोलाई आशीर्वाद दिएर घुमाइदिए जस्तो भएछ है। उसको आइफोन 16 प्रो म्याक्स फेरि ह्याङ भएछ। उयो हेर त त्यो मुल्तानी ऊ भन्छ नि, मूल पानी भन्छ नि, थाहा चाहिँ नै पहाडबाट उम्रिन्छ नि, हो त्यही हो। बल्ल जान लागेपछि राम्रो आएको भिडियो। अब चाहिँ हामी लेक विरोनामा जान लाग्यो। त्यहाँ चाहिँ अलिकति लेक साइड एरिया छ। अनि अलिअलि स्न्याक्स पनि छ, त्यही बसेर खाने। अनि बसमा चाहिँ कति मिनट थियो भनेपछि 10-15 मिनट थियो कि हिँडेर चाहिँ 20 मिनट। त्यही 2-3 मिनटको डिस्टेन्स मात्रै थियो, डिफ्रेन्स मात्रै थियो। अनि अब त्यही भएर हिँड्दै जाऊँ भनेर। लेक के हो यो? विरोना। लेक विरोना 20 मिनट्सको वाकिङ डिस्टेन्समा ड्रागन म्युजियमबाट यहाँ पुगेको हामी। ठ्याक्क लेकमा पुग्यौँ। दामी छ भ्यू। साँझ इभिनिङतिर मजा आउँछ होला यहाँ टक्क। क्याफे